जनकपुर धाम स्थित मोनास्टिक स्कूल तथा कलेजले एनुअल स्पोर्ट मिट 2082 को भव्य सुरुवात गरेको छ। बुधबार जनकपुर धाममा रहेको कभर्ड हलमा आयोजित औपचारिक समारोह बीच स्पोर्ट मिटको उद्घाटन गरिएको हो। कार्यक्रमको अध्यक्षता मोनास्टिक स्कूलकी प्रधानाध्यापक शिखा नायकले गरेकी थिइन् भने उद्घाटन समारोहका प्रमुख अतिथि धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालय वरिष्ठ प्रहरी निरीक्षक रूपक मैनाली रहेका थिए। त्यस्तै विशिष्ट अतिथिका रूपमा मोनास्टिक स्कूल तथा कलेजका डाइरेक्टर सोनु शाहको उपस्थिति रहेको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रूपक मैनालीले खेलकुदले विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गराउने बताए। उनले भने खेलकुद शारीरिक तन्दुरुस्तीको माध्यम मात्र होइन, यो विद्यार्थीको मानसिक विकास र सकारात्मक सोच निर्माण गर्ने सशक्त आधार पनि हो। विशिष्ट अतिथि डाइरेक्टर सोनु शाहले मोनास्टिक स्कूल तथा कलेजले शैक्षिक उपलब्धिसँगै खेलकुद र अतिरिक्त क्रियाकलापलाई समान महत्त्व दिँदै आएको उल्लेख गरे। खेलकुद कार्यक्रमले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई प्रतिस्पर्धी तथा जिम्मेवार नागरिक बनाउन मद्दत गर्ने उनले बताए। कार्यक्रममा जिल्ला खेलकुद विकास समिति कार्यालय धनुषाका प्रमुख अरविन्द यादव, खेल प्रशिक्षकहरू अरुण लाल कर्ण, उपेन्द्र ठाकुर, सुभाष चन्द्र शाह, सूरज राउत, अनुज झा, स्पोर्ट्स कोअर्डिनेटर वीरेन्द्र कर्ण, कल्चरल कोअर्डिनेटर धीरज ठाकुर लगायत खेलाडी, खेल प्रेमी दर्शक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उक्त अवसरमा विभिन्न खेलका खेलाडीहरू, खेल प्रेमी दर्शक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो। एनुअल स्पोर्ट्स मिट अन्तर्गत विभिन्न खेल प्रतिस्पर्धा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना, सहकार्य र अनुशासनको भावना वृद्धि गर्ने विश्वास लिएको छ।